हेलो गाइज, आज यत्रो पोको आछ यी बाबुलाई। कसले पठाइदियो अरे? दिदीले। को दिदी? सपना दिदी। सपना दिदीले पठाइदिएको। भिनाजुले भन्न दुबईबाट। नाजु। दुबईबाट नल्याएर यहाँबाट अर्डर गरिदिए होइन दराजबाट। यत्रो पोको हुने रहेछ त अटैजीमै नअट्ने जत्रो रहेछ। अनि ल गाइज, यसमा के छ ल यसले खोल्दैछ हेरौँ है, अनबक्सिङ गर्दैछ। राम्रोसँग च्यात। के रहेछ है यहाँ? पोको त ठुलै छ, के रहेछ है गाइजहरू हेर्नुहोस् है। के छ मम्मी यसमा? दे त के छ थाहा छैन भन्नुहुन्छ। ओहो, ब्याग पनि आउने रहेछ त। ल ब्यागमा छ त, धेरै छ कि यो सामानहरू। आमा, के हो यो? हेलमेट, कभर, सेफ्टी। सेफ्टी। अनि त्यसपछि यो के हो? हेलमेट। आमा, हेलमेट पनि। अनि ओहो, के हो यो? स्केटिङ बुट, स्केटिङ सुज। वाह, दामी छ त। कस्तो छ? खुसी छ? लाइट पनि बल्ने रहेछ। ओ दामी रहेछ। को यो फेरि? अरू के छ हेर? यो खोल्ने होला, त्यो टाइट गर्ने होला नट। टाइट गर्ने। बत्ती पनि बल्छ। आमा, लास्टै दामी रहेछ त। हेलमेट पनि लगाएर हेर। अब तिमीहरूलाई त्यहाँ खेल्दाखेरि हेलमेट दिन्थ्यो लाउन? स्केटिङ पार्कमा के सुज मात्रै लगाइदिन्थ्यो। खुट्टामा र हातमा होला, घुँडामा। सेफ्टीको लागि होला कि यो हातमा। सुनिस के भन्नुहुन्छ? लगाउने होला यो त। यो खुट्टामा लगाउने, घुँडामा। सबै सेटै आउँदो रहेछ त। यति छ नि। बाटोमा गुर्काउने। लाउन जानेछस् कि नै? के छ, ठिक छ? मन पर्यो? राम्रो छ? लगाएर हेर्न त ठिक हुन्छ कि। मोजा लगाउनु पर्छ, मोजा। राम्रो छ नि? ल ठिक छ होइन? ओके छ? के हो रे? कस्तो छ जुत्ता? मन पर्यो?
कति पर्यो रे यो जुत्तालाई 4000 गाइजहरूलाई भन्दा कति पर्यो 4000 हँ यसलाई थाहा छैन बारे सपनाले किनेर पठाइदिए दराजबाट